दर्शक श्रोताहरू हार्दिक स्वागत छ भुन्टी सिरियलको रिभ्यू भिडियोमा। साथीहरू, यति बेला भुन्टी सिरियलमा पनि भूपेन्द्रका बुवा भूपेन्द्रलाई भेट्न सहरसम्म पुगिसकेका छन्। हो साथीहरू, अब यसै क्रममा घरमा केही समस्या यस्तो आइपरिरहेको छ कि यसको कुनै प्रभाव छैन यता भूमिका भने अब जेसुकै गुज्रिरहे पनि, जस्तो आर्थिक समस्याहरूले सताइरहे पनि घरमा जेसुकै बस केही सरोकार छैन। तर आफ्नो विवाहका लागि केही कुरा राखिदिनुहुन्छ कि बुवाले भन्ने स्वार्थै लिएर यति बेला आफ्नो बुवासँग पछि लागि भूमिका पनि सहर पुगेको दृश्य हामीले देख्न पाउँछौँ। हो साथीहरू, त्यहाँ पुगेपछि भने यता ससुरा बुवाले भुन्टीलाई होच्याउँदै यानि कि जेठानी दिदीले निकै अपशब्दहरू प्रहार गरिरहेको अवस्थामा सुनेपछि अब यो भने सहन सक्दैनन् र भुन्टीका बारेमा केही बोलेका हुन्छन्। हो साथीहरू, अब तिमीसँग केही कुराकानी गर्नु छ भनेर एकान्तमा ल्याएर भुन्टीलाई अब यस घर सदाका लागि छाडेर जाऊ, तिमीलाई कहिले सुख र सन्तोष हुने भएन, अनि मात्र तिमीले सुख पाउनेछौ भनेर बारम्बार सम्झाइरहँदा भुन्टीले भने यो कुरालाई सहजै अस्वीकार गरेपछि अब भुन्टीका ससुरा बुवा भने रिसाउँदै यसका लागि हामीले केटी पनि तयार पारिसकेका छौँ र यसका लागि चिन्ता हामी नै गर्नेछौँ, सबै स्याहार सोमार गर्नेछौँ, तिमी यहाँबाट अहिले नै निक्लेर गइहाल भनेर यस्ता शब्दहरू प्रहार गरेका हुन्छन् भने अब भुन्टीले यो शब्दहरू सुन्न नसक्ने यानि कि सहन नसकेपछि अब जुन भन्ने साहस र आँट हौसला यानि कि माया गर्ने आफ्ना ससुरा बुवाले नै यस्तो भनेपछि अब त्यस घरलाई सदाका लागि छाडेर निस्केर हिँडेकी छिन् भुन्टी। हो साथीहरू, अब भुन्टीले भनिरहेकी छिन् कि अब सबै कुरा समस्या यानि कि मलाई जस्तो सुकै पीर चिन्ता जोसुकैको वचनहरू पनि मैले सहन सक्छु बुवा, मलाई यस्तो कुराहरू नगर्नुहोस् भनेरसम्म भनेकी थिइन्। हो साथीहरू, अब यता भुन्टीसँग ठोकिने एक प्रेमी एकहोरो मात्र माया गर्ने, भुन्टीलाई नै एकहोरो मात्र माया गरिरहने एक प्रेमीसँग भुन्टी ठोकिन पुगेको दृश्य हामीले देख्न पाउँछौँ। हो साथीहरू, अब पहिले नै ती युवाले भने भुन्टीलाई माग्न पुगेका थिए। भुन्टीको आँगनसम्म भने आमा बुवा मन्जुरी भए पनि भुन्टी कदापि विवाह गर्नका लागि अस्वीकार गरेपछि त्यहाँबाट बारम्बार मैले उनलाई माया गर्न र मन पराउन थालिसकेको छु भनेर भुन्टी सामु आएर गिडगिडाउन र बारम्बार यस्ता प्रस्तावका कुराहरू राख्न थालेपछि भुन्टीलाई निकै रिस उठ्छ र ती केटा लगायत केटाका बुवालाई पनि त्यहाँबाट लौरो लिएर भुन्टीले लखेटेकी थिइन्। हो साथीहरू, अब यसरी ठोकिएपछि भने भुन्टी घरमा गएपछि मैले कहीँ कतै त देखेकै हुनपर्छ भनेर भुन्टीले पनि सोचे कि भने पक्कै छिन् घरमा पुगेर। हो साथीहरू, यता ती युवा भने तिमीले किन याद गर्थ्यौ त, मलाई किन चिन्थ्यौ त, मैले पो बारम्बार तिम्रै यादमा दिनहरू बिताउने गरेको छु र तिमीसँग भेट होस् र मिलन होस् भनेर भगवानसँग पुकारेको थिएँ र पो मैले तिमीलाई चिने, तिमीले त मलाई कसरी चिन्थ्यौ र भनेर यस्तो मनै निकै पीडित भएर एकान्तमा बसेको अवस्थामा साथीले किन टोलाइरहेको छस् आजभोलि भनेर सोधेपछि सबै यथार्थ कुराहरू साथीसँग पोखेका छन्। हो साथीहरू, अब भेटेपछि सबै कुराहरू राख्न पर्थ्यो, किन राखिनस् भन्दा अब उनलाई गाह्रो होला, असहज होला मैले सबै कुरा राख्दा भनेर मैले भन्न सकिनँ भनेको छन्। हो साथीहरू, अब तैँले त भनेथिस् कहिले पनि मलाई छाडेर उनले विवाह गर्ने निर्णय लिन सक्दिनन् भनेर, अहिले त विवाह गरिसकेपछि तँलाई छाडेर भनेका हुन्छन्। हो साथीहरू, ती व्यक्तिले भने अब विवाहको कुरा यस्तो गर्दा त्यसरी लखेट्ने मान्छेले कसरी विवाह गर्ने र पक्कै पनि म कुरेर तिनलाई मनाएर एक दिन त हाम्रो पक्कै मिलन हुन्छ भनेर यही प्रतीक्षामा बसेका रहेछन् भने भुन्टीले भने ती व्यक्तिको यादसम्म गरेकी छैनन्। हो साथीहरू, अब भने भुन्टी त्यहाँबाट निस्केर आफ्नो माइतीतर्फ लागेकी छिन्। अब भुन्टी सिरियलमा भने कस्तो मोड लेला त साथीहरू यो भुन्टी सिरियलले। हजुरहरूको मनमा लागेको सल्लाह सुझाव जिज्ञासा पनि हाम्रो तलको खाली कमेन्ट बक्समा राख्न नभुल्नुहोला भन्दै आजको यस रिभ्यू भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।